झापामा अत्याधिक गर्मी बढेका कारणले गर्दाखेरि हामी चाहिँ गौडा भन्ने ठाउँमा चाहिँ यसो पौडी खेल्ने भनेर आएको। अहिले स्यास्या पनि भइरहेको छ हिँडेर हिँडेर है। यहाँ अत्याधिक भिड भएको कारणले गर्दाखेरि चाहिँ हामी यो एकदमै अलिकति शान्त ठाउँ खोजिरहेको हो। तर त्यो शान्त ठाउँ चाहिँ भेटिन्छ जस्तो लागेन, किनभने यहाँनिर धेरैभन्दा धेरै पर्यटकहरू चाहिँ आउने गर्नु हुँदो रहेछ। एकदमै घुइँचो छ यो गर्मीको मौसममा। झापाको बुद्ध शान्ति गाउँपालिकाको बर्ने हापेनचोकदेखि पूर्व लागेर अलिक पूर्व उत्तरमा पर्ने यो गौडेमा चाहिँ एकदमै भिड देखिएको छ। एकदमै हतारको निर्णयले गर्दा हतारै हिँड्नु पर्यो। त्यही कारणले गर्दाखेरि हामी हतारमै छौँ। यस्तो हरियाली छ, हल्का हल्का पानी पनि छिट्याउँदैछ। अब झापाको अत्याधिक गर्मीमा बसेको कारणले यो पानीमा रुच्दै हिँड्दाखेरि बिरामी भइहालिन्छ कि भन्ने एउटा त्रास पनि छ। आम्मामामा ल है ल हामी पौडी खेल्ने ठाउँमा लगभग आइपुग्न लाग्यौँ। यो तल रहेछ त छ ल हामी धेरैभन्दा धेरै माथि आयौँ। अब भरे यहाँबाट नुहाएर तल हिँड्दाखेरि पुग्दाखेरि गर्मीले उही त होला। अब साथी यो जुत्ता पो लगाएको छु त मैले त, कसरी पो आउनु? कविता नेपाली बहिनी यति हिँडेर चाहिँ सम्झिने पानी छम्किने भाइ होइन। ल है यो चाहिँ गौडाको फेरि यो इलामको रोङ गाउँपालिका पर्छ। र हामी बुद्ध शान्ति झापाबाट चिउकाल लाग्दैछौँ। त्यो खोलै खोला